हेलो एभ्रिवान, नमस्ते। हजुरहरूलाई मेरो युट्युब च्यानलमा फेरि पनि धेरै स्वागत छ। आज म हामी सबै नेपालीहरूको एकदमै फेभरेट आलु र तामाको तरकारी बनाउन जाँदैछु। आलु तामाको तरकारी मन नपराउने त सायद कमै नेपालीहरू हुनुहुन्छ होला। मलाई चाहिँ तामाबाट बनेका हरेक परिकारहरू जस्तै तामाको अचार, तामाको सब्जी सबै असाध्यै मनपर्छ। हजुरहरूलाई म तामा र डल्ले खोर्सानीको अचारको रेसिपी पनि पक्कै नै सेयर गर्ने नै छु। तर आज चाहिँ आलु र तामाको सब्जीको लागि आवश्यक पर्ने सामग्रीहरू के छ त्यसबाट सुरु गरौँ है त। यो रेसिपीको लागि मैले 1 कचौरा जति तामा लिएकी छु। यसलाई चाहिँ मैले सिलौटामा हल्का रूपमा थिचेर राखेकी छु। त्यसै गरी यहाँ मैले उसिनेको आलु पनि लिएकी छु। हजुरहरूलाई आलु तामामा बोडी राखेको मनपर्छ भने बोडी पनि लिनुहोला। सब्जीमा राख्नको लागि यहाँ मैले 3वटा मिडियम साइजका टमाटर र 2वटा प्याजलाई मसिनो गरी काटेर लिएकी छु। मसलाको लागि यहाँ मैले जिरा, धनिया, अदुवा, लसुन र सुकेको खोर्सानीलाई राम्ररी सिलौटामा पिसेर लिएकी छु। यो मसलामा नुन राखेर पिस्दा सिलौटामा चाँडै र सजिलै पिसिने भएकोले मैले मसला पिस्दा सधैँ यसमा नुन राख्ने गर्छु। आलु तामाको सब्जी बनाउनको लागि यहाँ मैले कराई तताउन राखिसकेकी छु। कराई एकदम राम्ररी तातिसकेपछि त्यसमा तेल राख्ने। तेल तातिसकेपछि प्याज राख्ने र प्याजलाई पनि हल्का रातो हुने जेलसम्म चलाउँदै भुट्ने। प्याजको कलर यत्तिको रातो भइसकेपछि यसमा तामा राख्ने र तामालाई पनि 4-5 मिनटसम्म रातो हुने गरी चलाउँदै भुट्ने। तामाको कलर यत्तिको भइसकेपछि यसमा मैले बेसार राखेँ र बेसार राखिसकेपछि एकचोटि चलाएर छोडिदिए। अब भने यसमा अघि तयार गरेको मसलाहरू राख्नुपर्छ। यो चाहिँ भेज सब्जी मसला हो। 1 चम्चा जति यो मसलालाई पनि मैले राखेँ। अब टमाटर पनि राख्ने र एकचोटि राम्ररी चलाइदिने। दुई 3 मिनटसम्म तामामा सबै मरमसला र टमाटर राखेर भुटिसकेपछि यो लगभग तयार भइसकेको छ। तामाको बास्नाले पुरै किचनलाई नै मगमग पारिदिएको छ। हजुरहरूलाई तामाको तरकारी कतिको मनपर्छ कमेन्ट लेख्न चाहिँ नबिर्सिनु है।
अब हामीले यसमा अघि उसिनेर राखेको आलु राख्ने र डाडुको सहायताले हल्का रूपमा आलुलाई खुड्दै तामामा मिक्स गर्ने। अब हजुरहरूलाई आलु तामामा कतिको झोल मन पर्छ, बाक्लो पातलो, त्यो अनुसार पानी राख्नुहोला। मैले चाहिँ यसमा 2 गिलास जति पानी राखेँ। अब यसलाई पाक्न दिनको लागि 4-5 मिनेटसम्म ढकनी लाएर छोडिदिनु पर्छ। हजुरहरूले अहिलेसम्म पनि मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने यस्तै नयाँ प्रकारका रेसिपीहरू हेर्नको लागि प्लिज सब्सक्राइब गरिदिनु होला। हजुरहरूलाई मेरो रेसिपी कस्तो लाग्छ र केही त्रुटिहरू भएमा सजेसनको लागि कमेन्ट पनि गर्नुहोला। आलु र तामाको तरकारी पाकेर रेडी भइसकेको छ। यहाँ चाहिँ म हरियो धनियाँले मिठो बास्ना र स्वादको लागि गार्निस गर्दैछु। हजुरहरूलाई आलु तामामा अलि बढी नै झोल मन पर्छ भने यो बेला हजुरहरूले पानी एड गरेर एकचोटि उमाल्न सक्नुहुन्छ। मलाई चाहिँ यतिको झोल ठिकै लाग्यो, त्यसैले मैले पानी एड गरिनँ। यो आलु तामाको सब्जीलाई चाहिँ मैले तातो खाना र लप्सीको खट्टी मिठी अचारसँग सर्भ गरेकी छु। अनेस्टली भन्नुपर्दा आलु तामाको सब्जी एकदमै मिठो भएको थियो। म र मेरो फ्यामिली मेम्बर सबैजनाले मिठो मानेर खाएका थियौँ। अब हजुरहरू पनि यो अहिलेको चिसो मौसममा तातो आलु र तामाको सब्जी बनाएर आफू र आफ्नो फ्यामिलीसँग इन्जोय गर्नुहोला। धन्यवाद।